नमस्कार, फेरि पनि म सन्तोष एसपी सर। हामी यहाँनिरको बोर्ड एक्जामको धेरै नजिक आइसकेका छौँ। त्यसैले अब हामीले एउटा नाइट्रोबेन्जिनलाई पनि 5 देखि 10 मिनट टाइम लिएर रिभिजन गरौँ। नाइट्रोबेन्जिन धेरै नै सिम्पल छ। हेर्नुहोस्, नाइट्रोबेन्जिन ल्याबमा बनाउने भनेको बेन्जिनमा नाइट्रेसन गरेर नाइट्रोबेन्जिन सजिलै बनाउन सक्छौँ। बेन्जिनमा नाइट्रेसन गरिदिनुहोस्, कङ्क नाइट्रिक एसिड कङ्क सल्फ्युरिक एसिडको मिक्सरले 60 डिग्री सेल्सियसमा नाइट्रेसन गरिदिनुहोस्, नाइट्रोबेन्जिन बनिहाल्छ। अब फर्दर त्यो क्वेसनमा सोध्छ नाइट्रोबेन्जिनलाई रिडक्सन गर्दा नाइट्रोबेन्जिन डिफ्रेन्ट मिडियममा रिड्युस्ड भएर डिफ्रेन्ट टाइप्सको प्रोडक्ट बन्छ। जम्मा 8वटा प्रोपर्टिज छ, रिडक्सन प्रोपर्टिज। त्यो एकचोटि याद गरेर जानुहोस्। नाइट्रोबेन्जिनलाई एसिडिक मिडियममा रिडक्सन गर्नुभयो, HCl जिङ्क HClमा रिड्युस्ड गर्नुभयो भने नाइट्रो ग्रुप रिड्युस्ड हुन्छ NH2 ग्रुपमा। हेर्नु, र प्रोडक्ट बन्न जान्छ एनिलिन भन्ने प्रोडक्ट बन्छ। याद गर्नुहोस्, एनिलिन। यो सँगै के याद गर्नुहोस् भने नाइट्रोबेन्जिनमा हाइड्रोजन ग्यास क्याटालिस्ट निकल अथवा प्ल्याटिनम छ, जसलाई क्याटालाइटिक रिडक्सन भनिन्छ। त्यो रिडक्सन गर्दा पनि प्रोडक्ट सेम बन्छ। दुईवटा प्रोडक्ट याद गरिहाल्नुहोस्, यहाँबाट पनि बन्छ एनिलिन। क्याटालाइटिक रिडक्सन होस् अथवा एसिडिक मिडियममा रिडक्सन होस्, नाइट्रोबेन्जिन रिड्युस्ड हुन्छ एनिलिनमा। त्यसपछि अर्को रिडक्सन हेर्नुहोस्, नाइट्रोबेन्जिनलाई न्युट्रल मिडियममा रिडक्सन गर्दा जिङ्कसँग वाटर अथवा एमोनियम क्लोराइड हाल्दा पार्सियल रिड्युस्ड हुन्छ र प्रोडक्ट बन्छ NHOH भएर फेनाइल हाइड्रोअक्जाइल एमिनमा रिड्युस्ड हुन्छ, फेनाइल हाइड्रोअक्जाइल एमिन। त्यसपछि नाइट्रोबेन्जिनलाई अल्कालाइन मिडियममा 3टा रिड्युस छ। जिङ्कसँग एक्युस NaOH हाल्दा, जिङ्कसँग अल्कोलिक NaOH हाल्दा र अल्कालाइन सोडियम आर्सेनेटमा रिड्युस्ड हुँदा डिफ्रेन्ट प्रोडक्ट बन्छ। जिङ्कसँग NaOH एक्युस NaOH एक्युस अल्काली हाल्दाखेरि यो रिड्युस्ड हुन्छ। नाइट्रोबेन्जिनको 2टा मोलिक्युल चाहिन्छ त्यो बेलामा र बन्छ हाइड्रा एजोबेन्जिन। 2टा बेन्जिन रिङलाई N डबल बोन्ड Nले जोडेको छ भने प्रोडक्ट हुन्छ एजोबेन्जिन। र यहाँ हाइड्रोजन पनि भएको कारणले गर्दा नेमिङ हुन्छ हाइड्रा एजोबेन्जिन। याद गर्नुहोस्। र अल्कोलिक NaOH हुँदा यो H र यो H मिलेर यहाँ डबल बोन्ड फर्मेसन हुन्छ। हेर्नुहोस्, र बन्छ एजोबेन्जिन। हाइड्रा एजोबेन्जिन, एजोबेन्जिन, एजोअक्जिबेन्जिन, 3टा सँगै याद गर्नुहोस्। हाइड्रा एजोबेन्जिन, एजोबेन्जिन। अब एजोबेन्जिनमा ओसँग बोन्ड बनाउँछ नाइट्रोजनले, कोअर्डिनेटको भ्यालेन्ट बोन्ड, र प्रोडक्ट बन्छ एजोअक्जिबेन्जिन। यसरी हामीले NaOH सोडियम आर्सेनेटसँग अथवा NaOH ग्लुकोज पनि दिन सक्छ। त्यो बेलामा चाहिँ एजोअक्जिबेन्जिन याद गर्नुहोस्। र नाइट्रोबेन्जिनलाई इलेक्ट्रोलाइसिस गर्दा कङ्क सल्फ्युरिक एसिडको प्रेजेन्समा इलेक्ट्रोलाइसिस गरेर रिड्युस्ड गर्नुभयो भने फर्स्ट रिड्युस्ड हुन्छ फेनाइल हाइड्रोअक्जाइल एमिनमा, र पछि रिएरेन्जमेन्ट भएर फाइनल प्रोडक्ट एकचोटि लेखिदिनुहोस्। पी पोजिसनमा NH2 छ, पी एमिनोफेनोल। याद गर्नुहोस्, पी एमिनोफेनोल। त्यसपछि नाइट्रोबेन्जिनलाई कुनै पनि रिड्युसिङ एजेन्टले रिड्युस्ड गर्नुभयो भने फेरि प्रोडक्ट याद गर्नुहोस् एजोबेन्जिन। एजोबेन्जिन नै प्रोडक्ट बन्छ, जुन एजोबेन्जिन अल्कालाइन मिडियममा पनि बनेको छ। यसरी एसिडिक मिडियम र क्याटालाइटिक रिडक्सन हुँदा सेम छ एनिलिन, र अल्कालाइन मिडियमको जिङ्कसँग NaOH हुँदा र रिड्युसिङ एजेन्ट हुँदा एजोबेन्जिन। त्यो 2टा याद गर्नुहोस्। र यसरी हामीले नाइट्रोबेन्जिन रिड्युस्ड हुँदा कुन कुन मिडियममा के प्रोडक्ट बन्छ भन्ने एक्जाममा सोधिरहेको हुन्छ। हामीले स्ट्रक्चर सँगसँगै नेम पनि याद गरौँ, र यसरी 5 मार्क्स यसले पनि दिन सक्छ। अब नाइट्रोबेन्जिन, बेन्जिनमा नाइट्रेसन गरेर नाइट्रोबेन्जिन बन्छ भने नाइट्रोबेन्जिनलाई फर्दर नाइट्रेसन गर्यो। सो बेला नाइट्रोबेन्जिनलाई फर्दर कङ्क नाइट्रिक एसिड र कङ्क सल्फ्युरिक एसिड हालेर नाइट्रेसन गऱ्यो भने नाइट्रोबेन्जिन मेटा डिरेक्टर हो। त्यो एउटा मेटा पोजिसनमा चाहिँ इलेक्ट्रोफिलिक सब्स्टिट्युसन हुन्छ मेटा पोजिसनमा, र यम डाइनाइट्रोबेन्जिन भन्छ मेटा पोजिसनमा। यम डाइनाइट्रोबेन्जिन भन्छ।
त्यस्तै गरेर नाइट्रोबेन्जिनलाई ब्रोमिनेसन गर्नुभयो F3 हालेर भने नाइट्रोबेन्जिन मेटा डिरेक्टर भएर अब ब्रोमिनेसन पनि कहाँ हुन्छ मेटा पोजिसन हुन्छ यम ब्रोमो नाइट्रोबेन्जिन यसरी ब्रोमिनेसन हुन्छ सल्फोनेसन गर्नुभयो भने पनि मेटा पोजिसनमा SO3H सल्फोनिक ग्रुप आउँछ र भन्छ यम नाइट्रोबेन्जिन सल्फोनिक एसिड त्यो बेलामा त्यो नेमिङ हुन्छ यसरी नाइट्रोबेन्जिनलाई हामीले कसरी ल्याबमा बनाउन सक्छौँ र नाइट्रोबेन्जिनको डिफ्रेन्ट टाइप्सको रिडक्सन प्रोपर्टिजहरू हेरेर जानुहोस् 5 मार्क्स हेल्प गर्छ धेरै डिफिकल्ट छैन एसिडिक मिडियम र क्याटालाइटिक रिडक्सन सेम छ एनिलिन याद गर्नुहोस् एउटा याद गर्नुहोस् र नाइट्रोबेन्जिनलाई जिङ्कसँग NaOH अल्कोहोलिक NaOH हाल्दा र रिड्युसिङ एजेन्ट हाल्दा सेम प्रोडक्ट छ एजोबेन्जिन चारवटा काउन्ट भइहाल्यो त्यसपछि न्युट्रल मिडियममा याद गर्नुहोस् इलेक्ट्रोलाइसिस गर्दा रिड्युस्ड हुने याद गर्नुहोस् p-एमिनोफेनोल यो पनि फर्स्टमा ए बन्छ फेनाइल हाइड्रोक्साइलामिन र पछि रिएरेन्जमेन्ट भएर p-एमिनोफेनोल र मेन गरेर अल्कालाइन मिडियमको 3टा रिड्युस्ड हुने प्रोपर्टिज याद गर्नुहोस् हाइड्राएजोबेन्जिन एक्युस अल्काली एजोबेन्जिन अल्कोहोलिक अल्काली र अल्कालीसँग सोडियम आर्सेनेट हाल्दा एजो अक्जिबेन्जिन हाइड्राएजोबेन्जिन एजोबेन्जिन एजो अक्जिबेन्जिन यति याद गर्नुहोस् 5 मार्क्स एनइबी बोर्ड एक्जाममा आउन सक्छ थ्याङ्क यू